सबैजनालाई आज चाहिँ हामीले रिसेन्टली एउटा चाहिँ वेब पोर्टल डेभलप गरेका छौँ जुन चाहिँ एजेन्ट तथा कस्टमरको लागि एजेन्टले चाहिँ आफ्नो बिजनेसहरू ट्र्याकिङ गर्ने आफ्नो कस्टमरको इन्फर्मेसनहरू ट्र्याकिङ गर्नको लागि त्यसको सजिलोको लागि चाहिँ एउटा हामीले वेब पोर्टल बनाएको छौँ र यसलाई हामीले लन्च पनि गरिसकेका छौँ अहिले रिलिज गरेका छौँ र यसलाई चाहिँ अब कसरी प्रयोग गर्ने भन्ने बारेमा म छोटो समयमा यसलाई एकदम संक्षिप्त रूपमा चाहिँ म वर्णन गर्न गइरहेको छु सर्वप्रथम म मेरो स्क्रिन सेयर गर्दैछु नेपाल लाइभको वेबसाइटमा जान सक्नुहुन्छ nepalive.com.np यसमा यहाँ माथि जुन मेनु छ मेनु बारमा यहाँ डिजिटल पोर्टल भन्ने एउटा आउँछ डिजिटल पोर्टल भन्ने छ डिजिटल पोर्टलमा क्लिक गर्ने यहाँ क्लिक गरिसके पछाडि यो पोर्टलको चाहिँ लगइन विन्डो यहाँ डिस्प्ले हुन्छ यो पोर्टलमा अलरेडी रजिस्टर हुनुहुन्न भनेदेखि चाहिँ यसमा नयाँ एज अ न्यू युजर रजिस्टर गर्न मिल्छ यसमा यहाँ रजिस्टर भन्ने लिन्छ पासवर्ड बिर्स्यो भनेदेखि यहाँ फर्गेट पासवर्ड अप्सन पनि छ आफ्नो मोबाइल नम्बरमा ओटिपी आउँछ त्यो ओटिपीलाई भ्यालिडेट गरेर फेरि यो पासवर्डलाई रिसेट गर्न सकिन्छ यदि मोबाइल एपमा हाम्रो जुन नेपाल लाइफको अफिसियल मोबाइल एपमा अलरेडी रजिस्टर हुनुहुन्छ भनेदेखि त्यही युजर आइडी र पासवर्ड राखेर पनि यो सिस्टममा चाहिँ लगइन गर्न सकिन्छ यदि अलरेडी युजर हुनुहुन्न यो सिस्टममा हुनुहुन्न भनेदेखि चाहिँ अब रजिस्टर गर्न सकिन्छ रजिस्टरको लागि चाहिँ यहाँ रजिस्टर बटनमा क्लिक गर्ने यहाँ दुईवटा रोल एज दुईवटा रोलको हिसाबले चाहिँ रजिस्टर गर्न सक्नुहुन्छ एउटा एज अ एजेन्ट र अर्को एज अ पोलिसी होल्डर यदि एज अ एजेन्ट रजिस्टर गर्दै हुनुहुन्छ भनेदेखि युजर नेम चाहिँ एजेन्सी कोड हुन्छ अनि आफ्नो नाम दिनु पर्यो पासवर्ड चाहिँ आफूले एउटा स्ट्रङ पासवर्ड राख्नु पर्यो पासवर्डको मिनिमम रिक्वायरमेन्ट के छ भन्ने कुरा यहाँ एक्सप्लेन गरेको छ मिनिमम 7 क्यारेक्टरको पासवर्ड हुनु पर्यो त्यसमा चाहिँ मिनिमम एउटा अप्पर केस भनेको स्मल क्यापिटल लेटर त्यसै गरी लोवर केस भनेको स्मल लेटर अनि नम्बर अनि स्पेसल क्यारेक्टरहरू जस्तो स्टार ड्यास आदि त्यस्तो स्पेसल क्यारेक्टर राखेर चाहिँ पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ यो पासवर्ड फिल्डमा जे पासवर्ड राखेको छ त्यही पासवर्ड फेरि यहाँ त्यही इन्टर पासवर्डमा राखेर चाहिँ पासवर्ड इन्ट्री गर्न सक्यो र रजिस्टर बटनमा क्लिक गरिसके पछाडि एजेन्टको यो एजेन्सी कोड जुन मोबाइल नम्बर यो एजेन्सी कोडमा जुन हाम्रो सिस्टममा मोबाइल नम्बर रजिस्टर छ त्यो मोबाइल नम्बरमा एउटा ओटिपी कोड आउँछ त्यो ओटिपी कोडलाई भेरिफाई गरेर चाहिँ युजर क्रिएट गर्न सकिन्छ अब म जाँदैछु अब यहाँ अलरेडी रजिस्टर एउटा एजेन्सी कोड थ्रु जाँदाखेरि चाहिँ यो सिस्टम कस्तो देखिन्छ यसमा के इन्फर्मेसन हेर्न सकिन्छ भन्ने बारेमा म एक्सप्लेन गर्न गइरहेको छु जस्तो यसमा अलरेडी रजिस्टर्ड एजेन्सी मेरो यहाँ हुनुहुन्छ यसमा मैले यो ओटिपी राखेँ अनि लगइन क्लिक गरेँ अब यसको जुन आफ्टर एजेन्सी लगइन यसको मेन ड्यासबोर्डको जुन भ्यू छ यो अनुसारको हुन्छ यसमा बेसिक एजेन्टको बेसिक्स बिजनेसको समराइज इन्फर्मेसन साथसाथै एजेन्टको आफ्नो जुन लाइसेन्स रिलेटेड इन्फर्मेसनहरू यसमा देख्न सकिन्छ साथसाथै एजेन्टको जुन टिमहरू रिलेटेड कोडहरू जस्तो एजेन्टको जुन आफ्नो बिसी कोड भयो आफ्नो एएम कोड भयो आफ्नो बिसी कोड रिन्यू भएको छ कि छैन बिसी कोडको स्ट्याटस त्यसै गरी एएम रिन्यू भएको छ कि छैन त्यसको स्ट्याटस आफ्नो ब्याङ्क एकाउन्ट नम्बर प्यान नम्बर मोबाइल नम्बर इमेल के छ लाइसेन्स कहिलेसम्म भ्यालिड छ लाइसेन्स नम्बर के हो एजेन्ट कहिले अपोइन्ट भएको आदि इत्यादि इन्फर्मेसन यसमा देख्न सकिन्छ साथसाथै टोटल प्रिमियम कति छ अनि त्यसै गरी टोटल कति इन्फोर्स पोलिसिज छ आजको डेटमा अनि अहिलेको अवस्थामा टोटल ड्यू पोलिसिजहरू जुन पोलिसी होल्डरले चाहिँ प्रिमियम तिर्नुपर्ने छ ड्यू डेट आइसकेको पोलिसिजहरू कति छ कतिवटा पोलिसिजहरू ल्याप्स भए यी बेसिक डिटेल्सहरू चाहिँ यसमा देख्न सकिन्छ यो आफ्टर लगइनको मेन ड्यासबोर्डमा यो ल्यान्डिङ पेजमा अब यस पछाडि यो लेफ्ट साइडमा मेनुजहरू छ यो मेनुहरूमा यहाँ विभिन्न प्रयोजनको लागि मेनुहरू राखेको छ जस्तो माथिको एउटा यहाँ एजेन्सी टिम भन्ने छ एजेन्सी टिम भन्नाले बिसीको अन्डरमा भएका एजेन्टहरू त्यसै गरी एएमको अन्डरमा भएको बिसी र उक्त बिसी अन्तर्गत रहेका एजेन्टहरूको डिटेल्स यसमा देख्न सकिन्छ
जस्तो अब यसमा बिसी डाउनलाइन भन्नेमा क्लिक गरिसके पछाडि जुन एजेन्ट रजिस्टर हुनुभयो लगइन हुनुभएको छ अहिले उहाँ एजेन्टको आफ्नो जुन एज अ बिसीको आफ्नो बिसी कोड अन्तर्गत रहेका एजेन्सीहरूको डिटेल्सहरू चाहिँ यसमा आउँछ। त्यसमा अब आफ्नो बिसी कोड आयो, आफ्नो नाम त आइ नै हाल्यो। त्यसै गरी आफ्नोमा अन्तर्गत एक्टिभ एजेन्टहरू कति हुनुहुन्छ, एक्टिभ लाइसेन्स भएका एक्टिभ एजेन्टहरू कति हुनुहुन्छ, मतलब लाइसेन्स चाहिँ एक्टिभ भएको हो। यो भन्नुको मतलब के हो, एक्टिभ एजेन्ट भनेको चाहिँ जसले चाहिँ बिजनेस दिनुभएको छ, पोलिसी दिनुभएको भनेको एक्टिभ एजेन्ट भयो। एक्टिभ लाइसेन्स एजेन्ट भनेको चाहिँ लाइसेन्स एक्सपायर नभएका एजेन्टहरू जसले चाहिँ अहिले पोलिसी हाल्न सक्नुहुन्छ, लाइसेन्स छ र लाइसेन्स एक्सपायर भएको छैन भनेदेखि उहाँहरू कतिजना हुनुहुन्छ। त्यसै गरी इनएक्टिभ एजेन्ट कतिजना हुनुहुन्छ भन्ने कुरा यहाँ देख्न सकिन्छ। त्यस्तै अब एजेन्ट आफ्नो अन्तर्गतमा रहेका एजेन्टहरूको पनि डिटेल्स इन्फर्मेसनहरू चाहिँ यसमा देख्न सकिन्छ। बेसिक इन्फर्मेसन भनौँ, त्यसमा आफ्नो एजेन्सी कोड, अनि कुन ब्रान्चमा हुनुहुन्छ, एजेन्टको नाम के हो, लाइसेन्स नम्बर के हो, लाइसेन्स कहिले अपोइन्ट भयो, लाइसेन्स कहिलेसम्म भ्यालिड छ, मोबाइल नम्बर के हो आदि इन्फर्मेसनहरू देख्न सकिन्छ। यसमा मल्टी पेजेसहरू छ, यहाँ मल्टिपल पेज, यसलाई पेजहरू यसरी स्विच गरेर सबै डिटेल्सहरू हेर्न सकिन्छ। र एउटा पेजमा कतिवटा इन्फर्मेसन देखाउने भन्ने कुरा पनि यहाँ सो कतिवटा इन्ट्रिजहरू त 25 भयो भने एउटा पेजमा चाहिँ 25 वटा इन्फर्मेसनहरू चाहिँ देखिन्छ है। यो भनेको आफ्नो बिसीको डाउनलाइनमा भएका एजेन्टहरूको डिटेल्सहरूको इन्फर्मेसन चाहिँ यहाँ हुने भयो। त्यसै गरी अब अर्को छ यही, यहाँ मेनुमा जाँदाखेरि यहाँ एएम डाउनलाइन भन्ने छ। एएम डाउनलाइनमा क्लिक गरिसके पछाडि जुन एजेन्ट यहाँ लगइन हुनुभएको छ उहाँले आफू एएम कोड, आफ्नो एएम कोड अन्तर्गत को बिसिजहरू हुनुहुन्छ त्यो डिटेल्सहरू चाहिँ यसमा आउँछ। यसमा चाहिँ अब पहिला आफ्नो एएमको इन्फर्मेसन भइ नै हाल्यो, आफ्नो स्वयंको एएम लिनु भएको छ कि छैन भन्ने कुरा यहाँ हुने भयो। त्यसै गरी आफ्नो अन्तर्गत विषयहरू कति नयाँ कति अपोइन्ट हुनु भएको छ, कतिजना विषयहरू रिन्यू भएको छ आदि इत्यादि इन्फर्मेसनहरू यसमा देखिन्छ। र आफ्नो एएम कोड अन्तर्गत रहेका भन्नुको मतलब आफ्नो एएम कोड र आफ्नो जुन बिसी आफू अन्तर्गतका बिसी अन्तर्गत रहेर काम गर्नु भन्ने जति कतिजना एजेन्टहरू हुनुहुन्छ, कतिजनाहरू एक्टिभ हुनुहुन्छ त्यो एजेन्टहरूमा, त्यसको सङ्ख्या पनि यसमा आउँछ। अनि यसमा चाहिँ बिसीको डिटेल्सहरू, बिसीमा आफ्नो अन्तर्गत आफ्नो एएम कोड अन्तर्गत रहनुभएका बिसिजहरू, उहाँहरूको बिसी कोड, बिसीको स्ट्याटस, नाम, कहिले रिन्यू हुनु भएको छ भने कहिले रिन्यू भएको हो, मोबाइल नम्बर र उक्त बिसी अन्तर्गत रहेका एजेन्टहरूको डिटेल्सहरू। जस्तो यसमा यो बिसी अन्तर्गत रहेका एजेन्टहरू को हुनुहुन्छ त भनेर यसरी ड्रिल डाउन गरेर पनि त्यो डिटेल्सहरू चाहिँ यसमा देख्न सकिन्छ। यसमा सर्च अप्सन्सहरू पनि छ, सबै रिपोर्टहरूमा सर्चको अप्सनहरू छ। आफूलाई चाहिएको कुनै पनि इन्फर्मेसन अनुसार, जस्तो बिसी कोड अनुसार, इभन नाम अनुसार, मोबाइल नम्बर अनुसार, डेट अनुसार, जुनसुकै प्यारामिटर अनुसार पनि यहाँ सर्च गर्न सकिन्छ। जस्तो यसमा चाहिँ बहादुर भनेर सर्च गर्नु खोजेँ भनेदेखि यहाँ नाम अनुसार सर्च भयो। जस्तो अब मैले यसमा 181 गरेँ भने यसरी यो मोबाइल नम्बर अनुसारको यो 181 भएको यो सर्च गरेँ भन्नुको मतलब यसमा जुनसुकै प्यारामिटर अनुसार पनि इन्फर्मेसनहरू चाहिँ यो लिस्टमा चाहिँ सर्च गर्न सकिन्छ। त्यसमा पनि मल्टिपल पेजेसहरूमा आउँछ। यदि लिस्ट लामो छ भने एउटा पेजमा कतिवटा देखाउने भन्ने कुरा पनि यहाँ आफ्नो चोइसमा छ, आफूले सेलेक्ट गर्न सकिन्छ। यो भयो एएमको जुन एउटा टिमको डिटेल्स भयो। यसमा बिजनेसको इन्फर्मेसनहरू छैन, कति बिजनेस भन्ने कुरा चाहिँ यसमा मात्र कन्ट्याक्टहरूको डिटेल्स, स्ट्याटस के छ आदि इत्यादि इन्फर्मेसनहरू चाहिँ देख्न सकिन्छ र बिजनेसको लागि अर्कोमा छ। अब त्यसै गरी अब अर्को मेनुमा छ, यसमा माई बिजनेस भन्ने छ। माई बिजनेसमा के छ भने यसमा 3वटा कुराहरू छ, एउटा अल पोलिसी, ड्यू पोलिसी, म्याच्योर पोलिसी भन्ने। अल पोलिसीमा चाहिँ आफ्नो स्वयंको एजेन्टको अन्तर्गत जति पनि पोलिसीजहरू रजिस्टर भएको छ त्यो सबै पोलिसीहरूको डिटेल्स यसमा देखिन्छ। यसमा डिफल्टमा डेट छ, यहाँ यो डेटदेखि यो डेटसम्म इस्यु भएका पोलिसी आफ्नो एजेन्सी कोडमा के छ त भन्ने कुरा देखिन्छ। अब यसमा कुनै पनि इस्यु भएको छैन। अब जस्तो मानौँ म यसलाई डेटलाई मैले चेन्ज गरिदिन्छु, मैले सर्च गरेँ भने अब 2015 देखि 2025सम्म आफ्नो एजेन्सी कोडमा कुन कुन पोलिसीहरू, कति पोलिसीजहरू चाहिँ रजिस्टर भएको रहेछ त यी सबैको इन्फर्मेसन आउँछ। र यिनीहरूको समराइज डिटेल्स पनि आउँछ। यसमा टोटल कति पोलिसी थियो, त्यसमध्ये कतिवटा इन्फोर्स, कतिवटा ल्याप्स छ, कतिवटा सरेन्डर भयो, कतिवटा फर्किचर भयो,
डेथ क्लेममा कतिवटा गयो, कतिवटाको क्लेम आयो भनौँ डेथ क्लेम, अनि कतिवटा म्याचुरिटी भयो, त्यो सबै इन्फर्मेसनहरू चाहिँ यसमा समराइज फर्ममा पनि आउँछ। टोटलमा कतिवटा पोलिसी हो, टोटल प्रिमियम कति थियो यो दिनदेखि यो दिनसम्म इस्यु भएको पोलिसीहरूको सबै डिटेल्सहरू चाहिँ यसमा देखिन्छ। साथसाथै इच पोलिसीको डिटेल्सहरू पनि यसमा आउँछ। इच पोलिसीमा के आउने भयो त भन्दा पोलिसी नम्बर, नाम, मोबाइल नम्बर, अनि यो डिओसी, पोलिसी कहिले इस्यु भएको डिओसी, कुन प्लान हो, अनि सम एस्युर्ड कति हो, प्रिमियम कति हो, र पोलिसीको स्ट्याटस अहिलेको करेन्ट स्ट्याटस के छ भने पनि आउँछ यसमा। करेन्ट स्ट्याटसमा यहाँ इन्फोर्स हो कि ल्याप्स, क्लेम छ भने अब यहाँ डेथ क्लेम, अब सरेन्डर भइसकेको पोलिसीको सरेन्डर, भन्नुको मतलब आफ्नो एजेन्सी कोड अन्तर्गत जति पनि पोलिसीजहरू इस्यु भएको छ त्यो सबैको डिटेल्सहरू चाहिँ यसमा देखिन्छ, जसको लागि यसमा डेट फिल्टर छ। यो डेट फिल्टरलाई चेन्ज गरेर यसमा जसरी पनि हेर्न सकिन्छ। यसमा अब कुनै पोलिसी होल्डरको अब नाम अनुसार पनि सर्च गर्न सकिन्छ, मोबाइल नम्बर अनुसार पनि सर्च गर्न सकिन्छ, इभन जस्तो स्ट्याटस अनुसार पनि फिल्टर गर्न सकिन्छ। जस्तो मानौँ मलाई अब यहाँ इन्फोर्स मात्र हेर्नु छ भने इन्फोर्स मात्र चाहिँ मैले आइएनएफ गर्न छ नि, इन्फोर्सको डिटेल्स आयो, इन्फोर्सको मात्र। त्यसै गरी जस्तो मानौँ म अब ल अधिकारीको मात्र हेर्नु खोज्दैछु ल भनेपछि एटीएचआई लेख्न छ नि, अधिकारी रिलेटेड मात्र इन्फर्मेसन आयो। अब पोलिसी नम्बरबाट पनि सर्च गर्न सकिन्छ। जस्तो 805 भन्यो भनेपछि 805 या काहीँ यो पोलिसी नम्बरको कुनै नम्बर बिचमा काहीँ 805 रहेछ भने त्यो इन्फर्मेसन पनि यसरी सर्च भयो। अब जस्तो 977 भन्यो भने यहाँ कुनै उसमा चाहिँ यहाँ पोलिसी नम्बर 977 रहेछ, त्यो अनुसारको सर्च भयो। 9841 अब यसरी मोबाइल नम्बर अनुसार, नाम अनुसार, पोलिसी नम्बर अनुसार, इभन जस्तो प्लान कोड अनुसार 62 गरी भने प्लान कोड यहाँ 62 भएको यहाँ कुनै पनि टेक्स्ट म्याचिङ भयो भने त्यो अनुसारको सर्च गर्न मिल्ने रहेछ। भनेपछि यसमा सर्च गर्ने यो यहाँ भएका इन्फर्मेसनहरूलाई चाहिँ जुनसुकै तरिकाबाट चाहिँ यसमा चाहिँ सर्च गर्न सकिन्छ। र यसमा पनि मल्टिपल पेजेसहरू छ, यसरी पेजहरू स्विच गरेर हेर्न सकिन्छ। एउटै पेजमा मल्टिपल सबै रेकर्डहरू हेर्नु मन लाग्छ भनेदेखि यसरी यहाँ अल गऱ्यो भनेदेखि यहाँ भएको सबै पोलिसीको डिटेल्सहरू पनि एउटै पेजमा आउँछ। यो भनेको के त ओभरअल आफ्नो एजेन्सी कोड अन्तर्गत इस्यु भएका सबै पोलिसीको डिटेल्सहरू चाहिँ यसमा आयो। त्यसै गरी अब यसमा फेरि अर्कोमा जाउँ, यहाँ मेन्युमा यसमा ड्यू पोलिसी भन्ने छ। ड्यू पोलिसीमा चाहिँ के छ भनेदेखि यो दिनदेखि यहाँनिर सेलेक्सन छ, यो दिनदेखि यो दिनसम्म ड्यू भएका पोलिसी भन्नुको मतलब अहिले बाइ डिफल्ट यसमा जुलाई छ, यो फिस्कल इयरको स्टार्टिङदेखि आजसम्म ड्यू कति छन् त आफूले गराएका कस्टमरहरूको कति कसको चाहिँ ड्यू भएको छ त पोलिसी हो, त्यो ड्यूको डिटेल्सहरू पनि यसमा आयो। यसमा सबैको यसमा पनि अगाडि रिबेट लिएको छ कि छैन, ड्यू डेट कहिले हो, प्रिमियम कति हो, इन्ट्रेस्ट लागेको छ भनेदेखि इन्ट्रेस्ट एमाउन्ट कति हो, मोबाइल नम्बर के हो, पोलिसी नम्बर आदि इत्यादि सबै इन्फर्मेसनहरू चाहिँ यसमा देख्न सकिन्छ। र फ्युचर ड्यू पनि हेर्न मन लाग्छ भने फ्युचर ड्यू पनि हेर्न सकिन्छ। जस्तो मैले यसलाई 29 गरी भनेदेखि अब यो 29 सम्ममा अब ड्यू हुने यो फ्युचरको ड्यूहरू पनि यसमा मतलब भविष्यमा कुन दिनमा चाहिँ ड्यू डेट पर्ने रहेछ त कुनै स्पेसिफिक पोलिसीको भनेर त्यो पनि हेर्न सकिन्छ। अब यसमा मानव कति पोलिसीहरू फुल प्योर ल्यास पनि भएको हुनसक्छ, भन्नुको मतलब प्रिमियम नतिरेको चाहिँ ड्यू डेटबाट 6 महिनाभित्र पनि प्रिमियम तिरेको छैन भने हामी प्योर ल्यास भन्छौँ। अब प्योर ल्यासको मात्र यत्रो रेकर्ड किन हेर्ने, प्योर ल्यास मात्र भएको डिटेल्सहरू के छ भनेर हेर्नु पर्यो भने यहाँनिर एउटा स्विच छ यसमा सो ओन्ली प्योर ल्यास भन्ने, यसलाई यसरी स्विच यो अन गर्न साथ प्योर ल्यास भएको पोलिसी कुनै छ भने त्यो डिटेल्स यसमा आउँछ। तर यहाँ चाहिँ प्योर ल्यास भएको पोलिसी अहिले कुनै छैन। जस्तो मानौँ मैले 2020 को राखेँ र मैले सर्च गरेँ भनेदेखि हो अब यो केसमा चाहिँ यो प्योर ल्यास भएको पोलिसीहरू पनि रहेछ। यो भयो। अब सो ओन्ली प्योर ल्यास गर्यो भने प्योर ल्यासको मात्र डिटेल्सहरू के रहेछ त्यो आउने भयो। यसरी चाहिँ सबै पोलिसीहरूको ड्यूको डिटेल्सहरू इन्क्लुडिङ प्योर ल्यास अनि नर्मल इन्फोर्स पोलिसी ड्यू डेटको अनुसारमा चाहिँ फिल्टर गरेर हेर्न सकिने भयो। कस्टमरको डिटेल्स चाहिँ सबै यसमा आउने भयो, इन्क्लुडिङ प्रिमियम, इन्ट्रेस्ट र रिबेट पहिला लिएको छ कि छैन, मोबाइल नम्बर, सबै कुराहरू चाहिँ यसमा आउने भयो। त्यसै गरी अर्को लिस्ट छ यसमा म्याच्योर्ड पोलिसी भनेर। म्याच्योर्ड पोलिसीमा चाहिँ आफूले गराएको आफ्नो एजेन्सी कोड अन्तर्गत कुन कुन पोलिसीहरू म्याच्योर्ड भयो त्यसको डिटेल्सहरू चाहिँ यसमा आउने भयो। यो फिस्कल इयरको यो दिनदेखि यो आजको दिनसम्म म्याच्योर्ड भएको डिटेल्सहरू चाहिँ यहाँ केही पनि देखेन। अब
अगाडिको कुनै पो छ कि एउटा त्यो हेरौँ अगाडि पनि कुनै म्याच्योर भएको पोलिसी यसमा छैन अब फ्युचरको म्याचुरिटी पनि यदि हेर्नु यो कुन मेरो कस्टमरको पोलिसिजहरू चाहिँ कुन कुन टाइममा म्याचुरिटी हुने रहेछ त को कहिले म्याचुरिटी हुने रहेछ भनेदेखि त्यसको लागि पनि फ्युचरको कुनै एउटा डेट राखेर म्याच्योरको इन्फर्मेसन हेर्न सकिन्छ जस्तो यसमा हेर्नुभयो भने अब यी पोलिसी होल्डरको म्याचुरिटी डेट यो छ 2027मा छ हैन अब अरू डिटेल्सहरू मोबाइल नम्बर पनि छ यसमा यहाँ एउटा के छ भने यसको इन्फर्मेसनको लागि म्याचुरिटी स्ट्याटस भन्ने छ म्याचुरिटी स्ट्याटसमा के त नट म्याच्योर भन्नुको मतलब आजको दिनसम्म यो पोलिसी म्याच्योर भएको छैन यो फ्युचरमा चाहिँ यो डेटमा चाहिँ म्याच्योर हुन्छ भन्ने कुरा आएको यदि आजको दिनसम्म म्याच्योर भइसकेको हो भने यसमा चाहिँ पोलिसीको म्याचुरिटी स्ट्याटस चाहिँ म्याच्योर भनेर आउँछ यसमा भनेपछि म्याचुरिटीको डिटेल्सहरू पनि म्याच्योर भइसकेका र फ्युचरमा म्याचुरिटी हुने डिटेल्सहरू पनि पोलिसीको नाम मोबाइल नम्बर प्रिमियम सहित सबै कुराहरू चाहिँ यसमा हेर्न मिल्छ यो भयो माई बिजनेस अन्तर्गत पोलिसी रिलेटेड डिटेल्सहरू त्यसै गरी अर्को एउटा इम्पोर्टेन्ट यहाँ रिपोर्ट के छ भने यहाँ माई स्टेटमेन्ट भन्ने छ यो माई स्टेटमेन्टमा चाहिँ फिस्कल इयरको स्टार्टिङ डेटमा चाहिँ अघिल्लो फिस्कल इयरको यदि आफ्नो एजेन्टको एकाउन्टमा कुनै हिसाबहरू बाँकी थियो पेबल केही छ भने त्यो पेबल चाहिँ एज अ ओपनिङ आउँछ यसमा है एज अ ओपनिङ जस्तो यहाँ हेर्नुभयो भने यो माई स्टेटमेन्टमा चाहिँ आफ्नो एजेन्सीको एकाउन्टमा जति पनि ट्रान्जेक्सन हुन्छ सबै कुराहरू चाहिँ यसमा रेकर्डेड हुन्छ तपाईँको यहाँबाट 1 रुपियाँ मात्र पनि कम्पनीले काहीँ काटेको छ अथवा लोनमा काहीँ तिरेको छ अथवा टिडिएसमा काहीँ काटेको छ भनेदेखि त्यो सबै कुराको रेकर्डेड चाहिँ यसमा हुन्छ र तपाईँको 1 रुपियाँ मात्र पनि कमिसन कहाँबाट आएको छ भने त्यो कमिसनको पनि रेकर्डिङ यहाँ हुन्छ र पैसा ब्याङ्कमा पठाउँदाखेरि तपाईँको जुन खातामा पैसा जान्छ भनेदेखि त्यसको डेबिटको इन्ट्रिज पनि एभ्रिथिङ यहाँ हुन्छ भन्नुको मतलब तपाईँको आफ्नो एजेन्ट एकाउन्टमा जति पनि डेबिट एन्ड क्रेडिट हुन्छ त्यो इच एन्ड एभ्री रेकर्डिङ चाहिँ यहाँ हुन्छ तपाईँको बिसी कमिसन आयो बिसी कमिसनको क्रेडिट भएको डिटेल्स पनि यही हुन्छ एएम कमिसन आयो भने एएम कमिसन क्रेडिट भएको डिटेल्स पनि यही हुन्छ त्यसै गरी नयाँ कसैले रिन्युअल तिर्यो त्यो रिन्युअलको जुन कमिसन हुन्छ त्यो कमिसन पनि यसमा आउँछ अब त्यो पेमेन्टमा रिन्युअलको जुन कमिसन हुन्छ कमिसनमा टिडिएस लाग्छ टिडिएस लाग्दाखेरि त्यसलाई चाहिँ अब के त डेबिट गर्नु पर्यो त्यो डेबिट भएको डिटेल्स पनि हुन्छ गरेर सम्पूर्ण डिटेल्सहरू इन्फर्मेसनहरू तपाईँको एकाउन्टमा भएको एक्टिभिटिजहरूको डिटेल्सहरू चाहिँ सबै यसमा चाहिँ डिस्प्ले हुन्छ सुरुमा तपाईँको फिस्कल इयरको स्टार्टिङमा चाहिँ यति ब्यालेन्स चाहिँ पेबल रहेछ है यति ब्यालेन्स चाहिँ उहाँलाई तिर्नुपर्ने थियो कम्पनीबाट पेबल रहेछ आउटस्ट्यान्डिङ कमिसन त्यस पछाडि अब फेरि इच एन्ड एभ्री ट्रान्जेक्सनहरूको रेकर्डिङ यहाँ छ यो दिनमा यो ट्रान्जेक्सन आइडीबाट कमिसन एजेन्ट कमिसन पेबल भनेर यो पोलिसी नम्बरको अब यो रिन्यू तिरा रहेछ यो पोलिसी नम्बरकोबाट कमिसन आयो कति आयो यति कमिसन क्रेडिट भयो र पहिला यति ब्यालेन्स थियो अब फेरि ब्यालेन्स बढ्यो अब यो कमिसन आइसकेपछि यसमा टिडिएस लाग्छ अब यो टिडिएस पनि आयो माइनस भयो डेबिट भयो यति भयो भनेपछि फेरि ब्यालेन्स यहाँनिर अलिकति यहाँ घट्यो फेरि अर्को पोलिसीबाट फेरि अर्को कमिसन आयो यो पोलिसीबाट भनेपछि यति कमिसन यहाँ फेरि क्रेडिट भयो ब्यालेन्स बढ्यो यो कमिसनमा फेरि अब टिडिएस लाग्यो यति भयो यहाँ कमिसन फेरि घट्यो अब एजेन्ट कमिसन पेमेन्ट भनेर अब के त कम्पनीले खातामा पैसा पठायो खातामा पैसा कति पठायो त भने यति पैसा खातामा पठायो भनेपछि फेरि यति डेबिट भयो डेबिट भएपछि ब्यालेन्स यति रह्यो फेरि अर्को चोटि पनि फेरि यहाँ अर्को चोटि यहाँ हेर्नुभयो भने यो 7/21मा 7/28मा फेरि अर्को कमिसन पठायो बाँकी भएको कमिसन पनि यहाँ यति ब्यालेन्स चाहिँ यति यो पैसा कमिसन पठायो भनेपछि यसमा ब्यालेन्स अब सक्यो फेरि अर्को पेमेन्ट आयो यसबाट रिन्युअलबाट फेरि क्रेडिट भयो भन्दै के त फाइनल ब्यालेन्स के छ त लास्टमा त्यहाँ देखिनु भयो र यसको क्लोजिङ ब्यालेन्स पनि यहाँ आजको दिनमा चाहिँ यहाँ 0 छ तपाईले यसको आजको दिन तपाईले पाउने कमिसन कति हो तपाईको खातामा आउने भनेर हेर्नु पर्यो भने सिधै यहाँनिर यसको समराइज डिटेल्स पनि आउँछ अहिलेको उसमा 0 छ भनेपछि फाइनली डेबिट क्रेडिट हुँदै सबै कमिसन यहाँ पठाइसके यहाँ कमिसन रिसेन्ट कमिसन पेमेन्ट भएको रहेछ यति पैसा अहिलेको आजको दिनमा चाहिँ कमिसन ब्यालेन्स यति छ यसरी चाहिँ तपाईले आफ्नो इच एन्ड एभ्री मेरो कहाँबाट कति पैसा आयो कम्पनीले कति पैसा केमा काट्यो भन्ने सबै डिटेल्सहरु चाहिँ तपाईले यो एउटै सिटबाट चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ एकदम इम्पोर्टेन्ट छ है र कुनै कुराहरु चाहिँ चित्त बुझ्दैन भनेदेखि
यसैको बेसिसमा चाहिँ यहाँ यस्तो भएछ यो के हो भन्ने कुराको इन्क्वायरी तपाईँले चाहिँ राख्न सक्नुहुन्छ। यो भयो यो कमिसन स्टेटमेन्ट भयो। यो चाहिँ तपाईँको ब्याङ्कको एकाउन्टको स्टेटमेन्ट जस्तै हो। तपाईँले ब्याङ्कमा पैसा निकाल्नु भयो डेबिट हुन्छ, फेरि ब्याङ्कमा डिपोजिट गर्नुभयो फेरि क्रेडिट हुन्छ, गर्दै कहिले ब्यालेन्स बढ्ने घट्ने ब्यालेन्स बढ्ने घट्ने भएर तपाईँको फाइनल ब्यालेन्स कति छ त भन्ने कुराको जुन तपाईँले हेर्न सक्नुहुन्छ। त्यसै गरी नै तपाईँको आफ्नो एजेन्टको एकाउन्टमा पनि के छ त कमिसनको स्ट्याटस एमाउन्ट स्ट्याटस भनेर चाहिँ हेर्न चाहिँ सक्नुहुन्छ। त्यसै गरी अर्को छ यसमा सर्भाइभल पेएबल। सर्भाइभल पेएबलमा चाहिँ आफ्ना क्लाइन्टहरूको कसको चाहिँ सर्भाइभलको जुन एउटा पेएबल स्ट्याटस एक्टिभ छ, पेएबल गर्नुपर्ने अवस्था भएको छ, सर्भाइभल लिनको लागि एलिजिबल छ, कुन सर्भाइभल हो, कति पैसा आउँछ भन्ने कुरा सबै कुराको ट्र्याकिङहरू चाहिँ यसमा देखिन्छ। यो सर्भाइभल पेएबलको डिटेल्स भयो। त्यसै गरी अर्को छ यहाँ माई कमिसन भन्ने अर्को मेनु छ। माई कमिसन भित्र यहाँ 3वटा रिपोर्टहरू छ। एउटा भनेको एजेन्ट कमिसन, अर्को बीसी कमिसन, अर्को एएम कमिसन। जस्तो अघि स्टेटमेन्टमा चाहिँ आफ्नो एजेन्ट एकाउन्टमा भएको इच एन्ड एभ्री ट्रान्जेक्सनको एक्टिभिटी जुन लेजर एकाउन्टलाई छोएर भएका एक्टिभिटीहरू सबै हुन्छ भनेदेखि यो भनेको चाहिँ त्यसको सपोर्टिङहरू भयो। त्यहाँ भन्दा जस्तो एजेन्ट कमिसनमा चाहिँ हरेक पोलिसीबाट चाहिँ कति कति कमिसनहरू चाहिँ जेनेरेट भएको छ त भन्ने कुरा यसमा आउने भयो है। यो दिनदेखि यो दिनसम्म भएका ट्रान्जेक्सनको बेसिसमा कति चाहिँ कमिसन एजेन्टको आफ्नो एजेन्टको कमिसन चाहिँ कति आयो भन्ने यहाँ छ। जस्तो यो पोलिसी नम्बरबाट यो नामको पोलिसी होल्डरको यो दिन सेकेन्ड इयरको कमिसन आएको रहेछ, कमिसन ग्रस यति छ, यसमा टिडिएस यति काट्यो, नेट कमिसन यति रहेछ। त्यसै गरेर यो पोलिसी होल्डरको यो दिन 2025 को अक्टोबर 28 मा 9 वर्षको कमिसन आएको रहेछ, कमिसन एमाउन्ट यति भयो, टिडिएस यति काट्यो, कमिसन नेट कमिसन यति हो भनेर हरेक यो कमिसन इयर सहित त्यसको कमिसनको ग्रस कमिसन, टिडिएस, नेट कमिसन सबै कुराहरू चाहिँ यसमा चाहिँ जुन आफ्नो स्ट्याचुटरी कमिसन हुन्छ त्यसको डिटेल्स आउने भयो। त्यसै गरी अब तपाईँको अर्को बीसी कमिसन भन्ने छ। अब बीसी कमिसनमा जुन 4% वाला छ जुन ओभरराइडिङ कमिसनहरू भयो त्यसको डिटेल्सहरू पनि यसमा पोलिसी वाइज आउँछ। यसमा कसरी आउँछ त भन्दा यो दिनदेखि यो दिनसम्म भएको जुन कुनै ट्रान्जेक्सनको बेसिसमा अब यो डेटलाई चाहिँ फिल्टरलाई चेन्ज गर्न मिल्छ। हरेक पोलिसी नम्बर अनुसारको कति कति जुन त्यो 4% वाला कमिसन आयो भन्ने पनि थाहा हुन्छ र त्यो कमिसन चाहिँ फेरि आफ्नो खातामा आयो कि आफ्नो एजेन्ट एकाउन्टमा गयो कि गएन, यो एजेन्ट स्टेटमेन्ट ट्रान्सफर भयो कि भएन पनि थाहा हुन्छ। जस्तो पोलिसी नम्बर भयो, यसमा नाम कुन कसकोबाट आयो, कुन दिन हो, ग्रस कमिसन कति हो, टिडिएस कति हो, नेट कमिसन कति हो यहाँ आउने भयो। अब इज पेड भन्ने छ यसमा। यदि पेमेन्ट गरिसकेको कम्पनीले यसलाई पे गरिसके पछाडि चाहिँ लेजर इन्ट्री हुन्छ। लेजर इन्ट्री भएको भने त्यो कुरा माई कमिसन यो स्टेटमेन्टमा क्रेडिट भएर बस्या हुन्छ। त्यो हो पेड स्ट्याटस ट्रु अर फल्स भन्छ। पेड ट्रु छ भने अब यो पैसा चाहिँ तपाईँको एजेन्ट एकाउन्टमा गइसक्यो र पेड डेट कुन दिन हो भने कुन दिन तपाईँको एकाउन्टमा गयो भनेको पनि यहाँ हुन्छ है। अब यहाँ पेमेन्ट हुनको लागि चाहिँ के त भन्दा तपाईँको बीसीए रिन्यू हुनुपर्ने हुन्छ। यदि बीसीए रिन्यू भइसके पछाडि जुन यो कमिसन तपाईँको पेमेन्ट गर्छ कुनै एउटा टाइममा त्यो गरिसकेको छ भने यसको यो डेटाहरू पनि अपडेट हुन्छ। यदि छैन भनेदेखि इदर तपाईँको बीसीए रिन्यू नभएर पेमेन्ट नभएको अथवा त्यो टाइम अलिकति 1-2-4 दिन 10-15 दिन बाँकी छ यो यतापट्टि पास गर्नलाई भन्ने कुरा बुझिन्छ। त्यसैगरी एएम कमिसन पनि बीसी कमिसन जस्तै यो दिनदेखि यो दिनसम्म भएका जति पनि ट्रान्जेक्सनहरू पोलिसी वाइज त्यसको रेकर्डिङहरू यसमा आउँछ। यसमा पनि सेम त्यसै गरी नै पोलिसी वाइजै हुने भयो। पोलिसी नम्बर, नाम, कुन दिन हो ट्रान्जेक्सन, ग्रस कमिसन कति, त्यसमा टिडिएस कति लाग्छ, नेट कमिसन कति। यसमा पनि इज पेड र पेड डेट भन्ने छ। तपाईँको एजेन्टको लेजरमा हिट गरिसकेका छ भनेदेखि यो पेमेन्टको स्ट्याटस चाहिँ ट्रु हुन्छ र डेट पनि अपडेट हुन्छ। गरा छैन भनेदेखि यतिकै रहने भयो, यो यतिकै होल्ड हुने भयो। जुन दिन तपाईँ क्वालिफाई हुनुहुन्छ त्यस पछाडि मात्र अनिखेर यो पेमेन्टहरू चाहिँ के त अब कम्पनीले रिलिज गर्ने भयो तपाईँहरूलाई। यो भयो एएम बीसी कमिसनको डिटेल्सहरू। त्यसै गरी एजेन्ट कमिसनको डिटेल्सहरू पनि। अब अर्को छ यहाँ बिजनेस इन्फर्मेसन भन्ने छ यसमा अर्को मेन्युमा। यसमा एजेन्ट बिजनेस भन्ने छ। एजेन्ट बिजनेसमा के छ भने आफ्नो सेल्फ एजेन्ट कोड अन्तर्गत भएका बिजनेसको डिटेल्स, त्यो डिटेल्सहरू चाहिँ यसमा चाहिँ पोलिसी वाइज कति कति प्रिमियम भयो त्यो बिजनेसहरू यसमा हेर्न सकिन्छ। भन्नुको मतलब यो पोलिसी एक्ज्याक्टली पोलिसीको प्रिमियम जस्तै नै भयो। आफ्नो सेल्फ एजेन्ट कोडमा भएका बिजनेसको डिटेल्सलाई चाहिँ यसमा हेर्न सक्ने भयो। यो भनेको एजेन्सीको आफ्नो सेल्फ बिजनेस भयो।
त्यसै गरी अर्को छ बिसी बिजनेस भन्ने। बिसी बिजनेसमा चाहिँ के हुन्छ भने आफ्नो सेल्फ पिसी कोड अन्तर्गत जति पनि एजेन्टहरू हुनुहुन्छ उहाँहरूले गर्नुभएको बिजनेस भयो। सेल्फ पिसी कोड अन्तर्गतका एजेन्ट प्लस आफ्नो सेल्फ एजेन्सी कोड अन्तर्गत गरेको बिजनेस भनेको बिसीको बिजनेस भयो। यसमा आफ्नो अन्तर्गतका एजेन्टहरू कुन कुन एजेन्टले कतिवटा पोलिसी दिनुभयो, कति प्रिमियम हो भन्ने कुरा डिटेल्स यसमा आउने भयो। भनेदेखि आफ्नो सेल्फ एजेन्सीमा आफूले गरेको बिजनेस छ भनेदेखि त्यो बिजनेसको डिटेल्स पनि यसमा आउने भयो। यो टोटल बिजनेस भनेको चाहिँ यसको आफ्नो बिसीको बिजनेस भयो। त्यसै गरी अर्को छ यसमा एएम बिजनेस भन्ने छ। अब एएम बिजनेसमा चाहिँ जुन आफ्नो एएम को टिम अन्तको बिजनेस यसमा आउने भयो। यसमा आफ्नो एएम कोड अन्तर्गत रहेका बिसीहरूले दिएको बिजनेस डिटेल्स कम्प्लिट। त्यसै गरी आफ्नो सेल्फ बिसी अन्तर्गत रहेका एजेन्टहरूले दिनुभएको बिजनेस प्लस आफ्नो सेल्फ एजेन्सी कोड अन्तर्गत रहेको बिजनेसको डिटेल्सहरू चाहिँ यसमा आउने भयो। यो सबैको जोडेर आउने नेट बिजनेस भनेको चाहिँ के त आफ्नो एएम को बिजनेस हुने भयो। यसमा एउटा इयरली रिन्युअल प्रिमियमको एउटा चाहिँ अहिले तत्काल एड गरेको छैन। इयरली रिन्युअल प्रिमियमको एउटा एड गर्न बाँकी छ। त्यो अरू बाँकी बिजनेसहरू सबै कुराहरू चाहिँ आफ्नो एएमको बिजनेसहरू चाहिँ यसमा चाहिँ डिस्प्ले हुन्छ। भनेपछि एएम बिजनेसमा के हुने भयो त भन्दा आफू अन्तर्गत रहेका बिसीहरूको बिजनेस, बिसीको बिजनेस भनेको मतलब के त ती बिसीको अन्तर्गतमा रहेका एजेन्टहरूले समेत गर्नुभएको बिजनेस प्लस आफ्नो वान बिसी कोड अन्तर्गत आफ्नै बिसी कोड अन्तर्गत रहनुभएका एजेन्टहरूले गर्नुभएको बिजनेस प्लस आफ्नो सेल्फ एजेन्सी आफ्नै एजेन्सी कोड अन्तर्गत आफैले गरेको बिजनेसहरू सबै जोडेर चाहिँ आफ्नो एजेन्ट यो एएम को बिजनेस चाहिँ आउने भयो है। एएम बिजनेस पनि यहाँ मजाले ट्र्याक गर्न सक्ने भयो। अब यति भइसकेपछि मेनली एजेन्ट्सको आफ्नो बिजनेस रिलेटेड इन्फर्मेसन, कमिसन रिलेटेड इन्फर्मेसन, यो स्टेटमेन्टको कुराहरू, आफ्नो टिमको डिटेल्सहरू, टिमको जुन कन्ट्याक्टहरू, डाइरेक्ट त्यो कन्ट्याक्टको जुन डिटेल्सहरू भयो, त्यो सबै कुराहरू चाहिँ यहाँ भयो है। अब यस पछाडि जस्तो अब यहाँ माई पोलिसी भन्ने छ। माई पोलिसीमा चाहिँ के हुन्छ भने एजेन्टले आफैले यदि आफू पोलिसी होल्डर पनि हुन सक्छ नि त, आफ्नो पोलिसीजहरूको लागि चाहिँ छुट्टो कस्टमरको लागि लगइन जस्तो बनाइरहनु पर्दैन। आफ्नो पोलिसीजहरू चाहिँ यहीँनिर एड गरेर ट्याग गर्न सकिन्छ आफ्नो यही सिस्टममा, जसको लागि चाहिँ यसमा एड पोलिसी भन्ने अप्सन छ। यसमा पोलिसी नम्बर र डेट अफ बर्थ राख्यो भनेदेखि एउटा यो रजिस्टर्ड पोलिसी नम्बरमा, यो पोलिसी नम्बरमा जुन मोबाइल नम्बर रजिस्टर छ त्यसमा एउटा ओटिपी जान्छ। त्यो भ्यालिडेट गर्न साथ त्यो सिस्टममा चाहिँ त्यो पोलिसीको डिटेल्सहरू लिङ्क हुन्छ। त्यसरी 5, 7, 10, 15, 20 जतिवटा पोलिसीजहरू पनि लिङ्क गर्न मिल्छ र त्यो लिङ्क गरेको पोलिसीको डिटेल्सहरू चाहिँ त्यहाँ त्यसलाई पोलिसीलाई सेलेक्ट गरेर भ्यू डिटेल्स गरिसकेपछि चाहिँ सजिलैसँग चाहिँ त्यसलाई आफ्नो पोलिसीहरूलाई चाहिँ हेर्न सकिन्छ। यहाँ चाहिँ अहिले कुनै पनि पोलिसीहरू ट्याग गरेको छैन, लिङ्क गरेको छैन, त्यो कारणले यसमा कुनै पनि देखेन। म यसलाई चाहिँ अर्को कस्टमरवाला पोर्टलमा म देखाउँछु। अब अर्को छ प्रिमियम क्यालकुलेटर। प्रिमियम क्यालकुलेसन पनि यही सिस्टमबाट गर्न सकिन्छ। प्रिमियम कति लाग्छ यसको हरेक प्रडक्टको अर्को मोबाइल एपमा जसरी क्यालकुलेट हुन्छ त्यसै गरी यसमा पनि क्यालकुलेट हुन्छ। प्रिमियम क्यालकुलेटर पनि यही छ। त्यसै गरी रजिस्टर्ड मेडिकल सेन्टरहरू जुन हाम्रो सिस्टममा, हाम्रो कम्पनीमा जति पनि रजिस्टर्ड मेडिकल सेन्टरहरू छन् अहिलेको डेटसम्ममा, ती सबै मेडिकल सेन्टरहरूको डिटेल्स पनि यसमा चाहिँ हेर्न सकिन्छ विथ यिनीहरूको कन्ट्याक्ट नम्बर है। त्यसै गरी यहाँ फिडब्याकको लागि एउटा फिडब्याक भन्ने अप्सन छ। भनेपछि यो भनेको चाहिँ के त एजेन्सी को जुन एउटा ओल्ड पोर्टलको पार्ट चाहिँ यति भयो। अब यस पछाडि जाउँ, अब म यसलाई लग आउट गर्छु। एजेन्सीले आफ्नो लगइनमा देख्ने इन्फर्मेसन यही भयो भनेदेखि अब कस्टमरले चाहिँ कस्तो देख्छ त भन्ने पार्टमा छौँ। कस्टमरको पार्टमा त्यति धेरै कुराहरू छैन, आफ्नो बेसिक डिटेल्सहरू हेर्ने नै कुराहरू भयो। मैले यहाँ लग आउट गरेँ। कस्टमरको पार्टमा म आफ्नै लगइन गर्छु। कस्टमरले चाहिँ आफ्नो मोबाइल नम्बर र पासवर्ड राखेर गर्नुहुन्छ लगइन भनेदेखि एजेन्टले चाहिँ आफ्नो एजेन्सी कोड र पासवर्ड राखेर गर्नुहुन्छ। लगइन गरेँ। लगइन गरिसके पछाडि यो ल्यान्डिङ पेज छ। ल्यान्डिङ पेजमा सर्टेन डिटेल्सहरू, न्युजहरू, प्रडक्टहरूको डिटेल्स, त्यसै गरी सर्टेन भिडियोजहरू आदि इत्यादि छ ल्यान्डिङ पेजमा। यो प्रडक्टको बारेमा यसो हेर्नु पर्यो भने प्रडक्टलाई यसरी नोमोर गरेर पनि, यसरी भ्यू डिटेल्स गरेर पनि प्रडक्टको डिटेल्सहरू चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। मेरो यहाँ खाली राख्नुको साटो सर्टेन कुरा देखाए। अब यसको यो लेफ्ट साइडमा यहाँ माई पोलिसिज भन्ने छ। माई पोलिसिजमा क्लिक गरिसके पछाडि जस्तो एजेन्टकोमा पनि त्यो लिङ्क गर्ने यस्तो अप्सन छ। यसमा मैले एउटा पोलिसी लिङ्क गरेको छु एड पोलिसी गरेर।
मल्टिपल पोलिसी लिङ्क गर्न सक्छु। यहाँ एउटा पोलिसी लिङ्क गरेको छु। अब यो पोलिसीको डिटेल्स के हो त? पोलिसी नम्बर, नाम, सम एस्योर्ड अनि प्रिमियम कति, यति बेसिक कुराहरू यहाँ देखिन्छ। थप कुरा हेर्नुको लागि यसलाई मैले यसरी चुज गर्छु। त्यहाँ भ्यू डिटेल्समा गऱ्यो भनेदेखि पोलिसीको अब इन्फर्मेसन आयो यसमा। पोलिसी नम्बर, कुन ब्रान्चबाट हो, कुन प्लान हो, टर्म कति हो, प्रिमियम कति हो, ड्यू डेट कहिले छ, पोलिसीको स्ट्याटस के छ, टोटल कति पेमेन्ट गरे प्रिमियम, एड्रेसको डिटेल्सहरू भयो, सब्मिसन कति हो, डिओसी कहिले हो, म्याच्युरिटी कहिले हुन्छ, रिसेन्ट मैले कहिले पेमेन्ट गरेको थिएँ, सर्टेन बेसिक इन्फर्मेसन आयो। त्यसै गरी प्रिमियमको हिस्ट्री, कम्प्लिट हिस्ट्री, कुन कुन बेलामा कति कति पैसा तिराएको त्यो सबै आयो, प्रिमियमको हिस्ट्री आउँछ। लोनको इन्फर्मेसन, यदि मैले लोन लिएको थिएँ भनेदेखि लोनको डिटेल्सहरू पनि, ब्यालेन्स लोन कति छ र त्यो अगाडि लिएको लोनहरू पनि मैले कहिले कहिले कति कति तिरेँ, सबै इन्फर्मेसन यसमा आउँछ। सर्भाइभल, यदि सर्भाइभल मनी ब्याक रिलेटेड पोलिसी हो भने सर्भाइभल लिएको सर्भाइभलको हिस्ट्री पनि यसमा आउँछ। यो मनी ब्याक पोलिसी होइन, त्यो कारण सर्भाइभलको हिस्ट्री यसमा आएन। अब मानौँ मैले अब जस्तो यो पोलिसीमा मैले लोन लिन चाहेँ अरे, मैले लोन लिन चाहेँ भने मैले कतिसम्म चाहिँ लोन लिन पाउँछु भन्ने कुरा, जुन इलिजिबिलिटी क्राइटेरिया छ त्यो इलिजिबिलिटी टेस्ट पनि यहाँ चेक पनि यहाँ गर्न सकिन्छ। जस्तो यो पोलिसीमा चेक लोन एलिजिबिलिटी भन्ने मैले यहाँ चेक गर्दाखेरि अब कति पर्सेन्ट, मानौँ म 70% लोन गर्न चाहन्छु, मैले चेक गरेँ भनेदेखि के त इलिजिबिलिटी स्ट्याटस, इलिजिबल भयो, मैले लोन लिन पाउँछु, लोन लिनको लागि इलिजिबल छु। अब मैले म्याक्सिमम चाहिँ 6,04,000सम्म लोन लिन पाउँछु। भन्नुको मतलब म्याक्सिमम भनेको 90%, भनेपछि सरेन्डर भ्यालुको 90% भनेको 6,04,000 हुने रहेछ। भनेदेखि यो 70%को हिसाबले चाहिँ मैले 4,70,000 लोन लिन पाउँछु। भनेपछि लोनको इलिजिबिलिटी पनि, म लोनको लागि इलिजिबल छ कि छैन, इलिजिबल छ भने कतिसम्म मैले लोन लिन पाउँछु भन्ने कुराको चेक पनि यहाँ गर्न सकिन्छ कस्टमरले। यति छ पोलिसीको डिटेल्सहरू। यसमा हेर्ने कुरा यो नै भइ नै हाल्यो यहाँ। अनि लोनको एलिजिबिलिटी यहाँ भइहाल्यो। त्यसरी फिडब्याक दिन मिल्छ। प्रिमियम क्यालकुलेटर यसमा छ। मेडिकल सेन्टरको डिटेल्स यसमा छ। अहिले कस्टमरको पार्टमा यति नै छ। बिस्तारै बिस्तारै यसमा चाहिँ अब सर्भिस रिक्वेस्टहरू, जस्तो अल्टरेसनको रिक्वेस्टहरू, मोड चेन्जहरू भयो, रिभाइभलको रिक्वेस्टहरू भयो, त्यसै गरी एड्रेसहरू सच्याउने भयो, ब्याङ्क एकाउन्टहरू सच्याउने भयो, आदि इत्यादि जुन रिक्वेस्ट रिलेटेड इन्फर्मेसनहरू छ, बिस्तारै बिस्तारै यसमा चाहिँ थपिँदै जान्छ। अहिलेको अवस्थामा चाहिँ आफ्नो इन्फर्मेसन ट्र्याक गर्ने हिसाबले यति कुराहरू चाहिँ रेडी भएको छ। यही नै भयो। र यसमा चाहिँ मैले एजेन्सी रिलेटेड सिस्टम पनि देखाएँ। एजेन्सी पोर्टल, एजेन्सीको लगइनबाट के आउँछ त्यो कुराहरू, प्लस कस्टमरको पार्टमा पोलिसी होल्डरले लगइन गर्दा के आउँछ त्यो पनि देखाएँ। यसलाई एकपल्ट हेरेर यसमा थप चेक पनि गरिदिनु होला र थप फिडब्याक पनि दिनु होला भन्दै म मेरो यो अहिलेको यो जुन एउटा डेमो छ त्यो डेमोलाई चाहिँ म यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद। हस्, धन्यवाद।